सुनसरी यति बेला रणमैदान बनेको छ। देवानगञ्जको एउटा सानो घटनाले जिल्लाभर कसरी हिंसाको आगो बाल्यो। तोडफोड, आगजनी र घर घरमै पसेर कुटपिट। आखिर सुनसरीमा के भइरहेको छ? प्रशासनले किन लगायो अनिश्चितकालीन कर्फ्यू? प्रदर्शनकारीले कोशी कटान क्षेत्रका पसलहरूमा तोडफोड र आगजनी गरेका छन्। केही ठाउँमा लुटपाट समेत भएको खबर छ। प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पार्दै टायर बालेर प्रदर्शन गरिरहेका छन्। तनाव देवानगञ्जमा मात्र सीमित रहेन। बोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर 5, 6 र 7 मा दुई समुदायका युवाहरू बीच ढुङ्गा हानहान भएको छ। स्थानीयका अनुसार बोक्राहा 6 का करिम अन्सारीको घरभित्रै पसेर कुटपिट गरिएको छ भने कतिपयको घरमा आगजनी समेत भएको दावी गरिएको छ। सुरक्षाकर्मी पुग्न ढिलाइ हुँदा स्थिति